दोस्रो कोरिन्थी 4 अध्यायको 8 र 9 पद। हामी सबैतिरबाट कष्टित छौँ तर किचिएका छैनौँ, अन्योलमा परेका छौँ तर हताश भएका छैनौँ, सताइएका छौँ तापनि त्यागिएका छैनौँ, प्रहार गरेर ढलेका छौँ तापनि नष्ट पारिएका छैनौँ। प्रिय हो, जीवन सुखद क्षणहरू र कठिन क्षणहरू मिलेर बनेको हुन्छ। हामी यसको उचाइहरू र अवतरणहरू दुवै अनुभव गर्न सक्छौँ। हामी क्रिस्चियनहरू जीवनका कठिनाइहरूबाट अछुतो छैनौँ। अझ भनौँ भने गैर क्रिस्चियन भन्दा कैयौँ गुणा बढी कठिनाइको सामना हामीले गर्नुपर्ने हुन्छ। भजन सङ्ग्रह 34 अध्यायको 19 पदमा दाउद यसरी भन्नुहुन्छ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन् तर परम प्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। प्रिय हो, येशू ख्रीष्टलाई प्रेम गर्नु, उहाँको लागि बाँच्नु भनेको समस्याहरूबाट मुक्त जीवन बिताउनु होइन। अर्थात् परमेश्वरले हामीलाई पीडा, समस्या र कठिन परिस्थितिबाट मुक्त जीवनको प्रतिज्ञा गर्नु भएको छैन। वास्तवमा उहाँले यसको विपरीत भन्नुभएको छ। यदि यूहन्ना 16 अध्यायको 33 पदलाई हामीले हेर्यौं भने खण्ड खमा प्रभु येशू यसरी भन्नुहुन्छ, संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। प्रिय हो, बाइबलका धेरै पदहरूमा प्रेरितहरू तथा येशू आफैले पनि क्रिस्चियनहरूले कष्ट भोग्नेछन्, सतावट सहनेछन्, विभिन्न परीक्षाहरूको सामना गर्नेछन् भनी बताउनुहुन्छ। तर यी कुरा हामीलाई निराशा बनाउनको निम्ति होइन, बरु हाम्रो वास्तविकता सम्झाउन भनिएका हुन्। जब प्रभु येशूले तिमीहरूलाई सङ्कष्ट हुन्छ भनी बताउनुहुन्छ, त्यही पदमा उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु। यसर्थ प्रिय हो, येशूमा तपाईँ विजेता हुनुहुन्छ। अहिले तपाईँको जीवन कठिन हुन सक्छ, अँध्यारो हुन सक्छ, तर हिम्मत नहार्नुहोस्, परमेश्वरमा विश्वास राख्नुहोस्। येशू नै तपाईँको सुरुङको अन्त्यमा रहेको उज्यालो हुनुहुन्छ। परमेश्वरले हामीलाई साहसी हुन मात्र भन्नुहुन्न प्रिय, तर उहाँले कठिन समयमा पनि हामीलाई प्रार्थनाद्वारा उहाँतर्फ फर्कन आह्वान गर्नुहुन्छ। वास्तवमा कठिन समयले हामीलाई परमेश्वरको नजिक जान प्रेरित गर्छ। जब हामी समस्यामा हुन्छौँ, हामी कमजोर भएको महसुस गर्छौँ र त्यो समय हामीलाई परमेश्वरको आवश्यकता झनै बढी भएको महसुस हुन्छ। तर धेरै पटक हामी हाम्रो समस्याबाट यति थकित हुन्छौँ कि हामी प्रार्थना पनि गर्न सक्दैनौँ। तर याकुब 5 अध्यायको 13 पदमा याकुबले भन्नुभएको कुरालाई हामी सम्झौँ। उहाँ भन्नुहुन्छ, के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ, त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ, त्यसले प्रशंसाको भजन गाओस्। प्रिय हो, येशू ख्रीष्ट हाम्रो शरण हुनुहुन्छ, हाम्रो शक्ति र सहारा हुनुहुन्छ। त्यसैले हामीलाई समस्याले निराश तुल्याउनु हुँदैन, बरु यी समस्याहरूले हामीलाई प्रभु येशूतर्फ दौडन प्रेरित गर्नुपर्छ। प्रार्थनाले हाम्रो समस्यालाई समाधान गर्ने मात्र होइन प्रिय, तर यसले हाम्रो मनोभाव र विचारहरू समेत बदल्न सक्छ। त्यो सामर्थ्य प्रार्थनामा छ। यसर्थ कष्टमा पनि आनन्दित हुनुहोस्, प्रार्थना सहित परमेश्वरको सामु जानुहोस् र उहाँको अद्भुत शान्तिको अनुभव प्राप्त गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर पिता, यो समय हामी तपाईको समीप आउँदछौँ। तपाईलाई सबै महिमा, आदर र स्तुति दिन्छौँ। प्रभु, हाम्रो सङ्कष्टमा, निराशाजनक परिस्थितिमा पनि हामी तपाईको सम्मुख आउँछौँ, किनकि फिलिपी 4 को 6 र 7 ले भन्दछ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझदै नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूको मनलाई येशूमा रक्षा गर्नेछ। प्रभु, हामी प्रार्थनामा दृढ रहन सकौँ, तपाईको प्रेममा स्थिर रहन सकौँ। पवित्र आत्मा हामीलाई सहायता गरिदिनुहोस्। हामी भित्र भएका शङ्का, चिन्ता र डरलाई हटाइदिनुहोस्। पूर्ण रूपमा विश्वासमा खडा हुन सकौँ। हामीलाई सहायता गरिदिनुहोस्। परमेश्वर, तपाईको स्वर्गीय बुद्धि र विवेकले हामीलाई सिकाउनुहोस्, ताकि सबै अवस्थामा पनि हामी तपाईमा भर पर्न सकौँ। प्रार्थना र निवेदनद्वारा हामी तपाईको समीपतामा आउन सकौँ।
तपाईँको सामर्थ्यले हामीलाई भरिदिनुहोस्। धन्यवाद हाम्रो बिन्तीलाई सुन्नुभएको लागि। यो प्रार्थनामा आशिष चाहन्छौँ येशू प्रभुको नाउँमा, आमेन।